छ ब्रेकले नि काम गर्ला बढे चाहिँ नत्र। हेलो गाइज, हामी चाहिँ अहिले निर्मल पोखरी गएर फर्किँदै हिजो बेलुका गएर अहिले फर्किँदै दुईवटा दाजुभाइ मान्छेको बर्थडेको लागि गएको, दुईवटा मामा टोपल लिएर गएको। अहिले यहाँ ब्रेक नलागेर आइरहेको छ बाइकको कति गएको गाई छ। ल हेर्नु गाई चाहिँ ओह्रालो ठाडै छ, ब्रेकले नि काम गर्न भ्याएन। टर्निङ पनि यस्तो घुमाउरे फनक्कै घुमाएर छ। यता गाडीहरू नि उक्लिँदो रहेछ होइन, बस नि उक्लिन्छ। बस अब उता कति बजे फर्किन्छ? 8 बजे। घन्टा घन्टामा आउनु जाने भइरहन्छ होला होइन, घन्टा 2 घन्टा ग्यापमा। कन्द्राङ र कुन्दुङ आइए मडिङमा किन्दैछ। यस्तो जङ्गल घनाघोर जङ्गल छ, यस्तो खेत रोपाइ भइसक्यो त्यता। अहिले चाहिँ धोबिल्ला आइपुग्यौँ हामी, धोबिल्लाको पुल। यहाँ आज खोलाबाटै चाहिँ नत्र यो सङ्लो भयो भने त बब्बाल छ पौडी खेल्नको लागि, लाइक छ। धोबिल्ला टोल विकास संस्था लेखनाथ 17। परायो होइन त ऊ त्यो भित्तो परायो बब्बाल देखेको होइन। आँखाबाट त मोबाइलबाट चाहिँ देखेँ होइन। मोबाइल ढुकिसकेपछि यस्तै हो क्या, राम्रो किन्न सकियो होइन। अहिले चाहिँ हामी टुटुङ्गा आइपुग्यो। टुटुङ्गा यी टुटुङ्गामा नि अम्फाला जबरजस्ती लाउने हो कलेज जाने स्टुडेन्टहरू लागिरहेको छ। नाना बाटैभरि स्टुडेन्ट मर्निङ वाक गर्ने नि आनन्द चिरमा हिँडिरहेछ। भित्री बाटो मर्निङ वाक गर्ने ठाउँ, एक्सर्साइज गरौँ। यहाँको त सिधै बन्द गरिदिउँ म्याप है। यहाँबाट तल देखायो ए, यो त फनक्कै घुमाएर देखायो जान्छ। तल देखाएको थियो, यो हेर्न माथिबाट होइन, ऊ त्यहाँ माथिबाट।